माननीय सदस्य श्याम घिमिरे यहाँ आसन ग्रहण गर्नुहोस्। कुरा सुनिएन त्यसले गर्दाखेरि माननीय श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। माननीय श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। अहिले प्रतिपक्षले जुन ढंगले कुरा उठाइरहेको छ, माननीय सदस्यहरू आसन ग्रहण गरेर यो उहाँले के कुरा राख्नुहुन्छ सभा सञ्चालन गर्न मौका दिनुहोस्। गम्भीरतापूर्वक सुन्यौं, ध्यानपूर्वक। ब्युटी प्रोडक्ट्समा लाखौं खर्च गरेर पनि सोचे जस्तो रिजल्ट पाइराख्नु भएको छैन? मल्टी न्युट्रिसन पे तपाईका लागि नेपालमै पहिलो पटक ल्याब टेस्टेड युरोपियन स्किन केयर प्रोडक्ट्सहरू ल्याएको छ, which provides 100% guaranteed result. Order your skin care products now. माननीय सदस्यहरू, यहाँले गृहमन्त्रीसँग सम्बन्धित भएर अहिले के भनेदेखि उठिरहनु भएको छ, आफ्नो कुराहरू राखिरहनु भएको छ। गृहमन्त्रीले बोल्नको लागि समय माग्नु भएको छ र गृहमन्त्री हाम्रो सदनमा उपस्थित हुनु भएको छ। अब माननीय सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालनको लागि वातावरण बनाउनुहोस्। त्यस पछाडि तपाईहरुले उठाउनु भएका कुरा लगायतमाथि छलफल गराउने कामहरू हुन्छ। अच्युतलाई बोल्न दिनु क्या हो? अच्युतलाई बोल्न दिनु क्या हो? मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म संक्षिप्तमा कुरा राख्नको लागि सत्तापक्षका तर्फबाट माननीय सदस्य श्याम घिमिरेलाई म समय दिन्छु। संक्षिप्तमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, अब यो बैठक आजै आधी घण्टाको लागि स्थगन हुन्छ। एडमिशन ओपन जुम ब्यूटी एकेडमी, नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।